नमस्कार, डाक्टर मेरो साथीमा हजुरहरूलाई स्वागत छ। 81 एउटा मान्छे ढल्छ, बोल्न सक्दैन, एउटा हात र खुट्टा चलाउन पनि सक्दैन। परिवारका सदस्यहरू चिच्याउन थाल्छन्, प्रेसरले हान्यो। नेपालमा हामी सबैले यो शब्द धेरै पटक सुनेका छौँ। तर प्रेसरले वास्तवमै हान्छ त? कि प्रेसरले शरीरभित्र अरू कुनै खतरनाक प्रक्रिया सुरु गर्छ? आजको भिडियोपछि तपाईँले बुझ्नुहुनेछ ब्लड प्रेसर वास्तवमा के हो, किन हाई ब्लड प्रेसरलाई साइलेन्ट किलर भनिन्छ, प्रेसर बढ्दा किन कसैलाई प्यारालाइसिस हुन्छ, ब्रेन हेमोरेज र स्ट्रोक एउटै हुन् कि फरक हुन्, अनि यस्तो अवस्थामा पहिलो 4 देखि 5 घण्टा किन जीवन बदल्न सक्ने हुन्छ। आज हामी बुझ्नेछौँ प्रेसरले हान्यो भन्ने पछाडिको वास्तविक विज्ञान। भाग 1 मा हामी बुझ्छौँ ब्लड प्रेसर वास्तवमा के हो। हाम्रो मुटु दिनमा करिब 1 लाख पटक धड्कन्छ। हरेक धड्कनसँगै मुटुले रगतलाई शरीरभरि पम्प गर्छ। यो रगत जब धमनीभित्र यानि रक्तनलीभित्र बग्छ, त्यसले रक्तनलीको भित्तामा एउटा बल लगाउँछ। हो, त्यही बललाई हामी ब्लड प्रेसर भन्छौँ। यसलाई पानीको पाइपसँग तुलना गरौँ। यदि पानी सामान्य दबावमा बगिरहेको छ भने सबै ठिक हुन्छ। तर यदि दबाव धेरै बढ्यो भने पाइपको भित्री भागमा लगातार तनाव बढ्न थाल्छ। हो, यसरी नै हाम्रो रक्तनलीमा पनि यही कुरा हुन्छ। भाग 2 मा हामी बुझ्नेछौँ किन हाई ब्लड प्रेसर खतरनाक छ। समस्या एउटा दिनमा सुरु हुँदैन। वर्षौँसम्म उच्च रक्तचापले रक्तनलीको भित्री सतहमा साना साना क्षति गर्न थाल्छ। शरीरले त्यसलाई मर्मत गर्न खोज्छ, तर त्यस क्रममा चिल्लो पदार्थ, कोलेस्ट्रोल र अन्य पदार्थ जम्मा हुन थाल्छन्। भनेको फ्याटको एउटा थुप्रो बन्न थाल्छ र त्यो थुप्रोले बिस्तारै रक्तनली साँघुरो बनाउँदै जान्छ। कतै भित्तै कमजोर पनि हुन थाल्छन् र धेरै वर्षपछि एउटा दिन अचानक समस्या देखा पर्छ। त्यसैले हाई ब्लड प्रेसरलाई साइलेन्ट किलर भनिन्छ, किनभने यसले धेरैजसो मानिसलाई कुनै लक्षण नै दिँदैन। भाग 3 मा हामी बुझ्नेछौँ प्रेसरले हान्यो भनेको वास्तवमा के हो त। धेरैजसो अवस्थामा मानिसलाई प्रेसरले प्रत्यक्ष हानेको हुँदैन, बरु स्ट्रोक भएको हुन्छ। स्ट्रोक भनेको चाहिँ नि दुईटा प्रकारका हुन्छन्। एउटा हो इस्केमिक स्ट्रोक, जहाँ चाहिँ हाम्रो दिमागलाई, मस्तिष्कलाई अक्सिजन पुग्दैन। सबैभन्दा धेरै हुने स्ट्रोक यही हो। कल्पना गर्नुहोस्, एउटा नदी बगिरहेको छ, अचानक बिचमा ठुलो ढुङ्गा आएर अड्कियो। अब पानी अगाडि जान सक्दैन। त्यस्तै यदि रगतको नलीभित्र क्लट, एउटा थुप्रो बस्यो भने मस्तिष्कको एउटा भागमा रगत पुग्न छोड्छ। त्यहाँका ब्रेन सेल्सहरू अथवा नसाहरू, न्युरोनहरूले अक्सिजन पाउँदैनन् र केही मिनटमै ती कोषहरू चाहिँ नि मर्न थाल्छन्। हेमोरेजिक स्ट्रोक भनेको चाहिँ अर्को अवस्था हो, जहाँ चाहिँ रक्तनली धेरै कमजोर भइसकेको हुन्छ र अचानक च्यातिन्छ। जसरी पाइप फुट्छ त्यसरी नै र भित्रको पानी यानि रगत बाहिर बगे जसरी हाम्रो दिमागभरि रगत बग्न थाल्छ। यसलाई ब्रेन हेमोरेज भनिन्छ। यस्तो अवस्था हाई ब्लड प्रेसर भएका मानिसमा हुने जोखिम बढी हुन्छ। र भाग 4 मा हामी बुझ्नेछौँ किन शरीरको एउटा भाग मात्र नचल्ने हुन्छ त। हाम्रो मस्तिष्क शरीरको कन्ट्रोल सेन्टर हो। रोचक कुरा के छ भने मस्तिष्कको दायाँ भागले शरीरको बायाँ भाग नियन्त्रण गर्छ र बायाँ भागले दायाँ भाग। यदि स्ट्रोक मस्तिष्कको बायाँ भागमा भयो भने दायाँ हात, दायाँ खुट्टा र बोलीमा समस्या हुन सक्छ। त्यसैले धेरैजसो स्ट्रोकमा शरीरको एउटा भाग मात्रै कमजोर हुन्छ। भाग 5 मा हामी बुझ्नेछौँ स्ट्रोक चिन्ने सबैभन्दा सजिलो तरिका के हो त। विश्वभरि प्रयोग हुने एउटा सजिलो सूत्र छ, त्यो हो फास्ट, FAST, फास्ट। F भनेको फेस, अनुहार। अनुहार एकतिर मात्रै बाङ्गिएको छ कि छैन हेर्नु पर्यो। A भनेको आर्म, आर्म भनेको हात, हात भनेको दुवै हात चाहिँ नि एकैचोटि उठाउन सक्छ कि सक्दैन र एउटा हात तल झर्छ, एउटा माथि जान्छ कि जाँदैन हेर्नु पर्यो। S भनेको स्पिच, बोलाइ अस्पष्ट भयो कि भएन, शब्द मिल्यो कि मिलेन, झ्याप भए जसरी बोले कि बोले छैन भनेर चाहिँ हेर्नु पर्यो। र T भनेको टाइम। यदि यी मध्ये कुनै पनि लक्षण भने देखा परेको छ भने समय खेर फाल्नु हुँदैन। टाइम भनेको त्यति महत्त्वपूर्ण हुन्छ, तुरुन्त अस्पताल जानुपर्छ, किनकि मस्तिष्कका लाखौँ कोषहरू प्रत्येक मिनट नष्ट भइरहेका हुन सक्छन्। र भाग 6 मा हामी बुझ्नेछौँ किन पहिलो केही घन्टा यति महत्त्वपूर्ण हुन्छ। कतिपय इस्केमिक स्ट्रोक भएका बिरामीहरू यदि समयमै अस्पताल पुगे र योग्य भयो भने
विशेष औषधिले क्लटलाई घोल्न सकिन्छ। त्यो थुप्रो जसले चाहिँ नि रक्तनलीलाई ब्लक गरेर राखेको छ त्यसलाई घोल्न सकिन्छ अथवा निकाल्न पनि सकिन्छ। तर यो सबै समयमै अस्पताल पुगेमा मात्र सम्भव हुन्छ। घरमै तेल लगाउने, झारफुक गर्ने वा केही बेर अझै हेरौँ न भनेर बसेर चाहिँ यसैलाई हुँदैन। र भाग 7 मा हामी बुझ्दैछौँ कसरी बस्ने त। राम्रो कुरा के छ भने धेरै स्ट्रोकलाई रोक्न सकिन्छ। नियमित ब्लड प्रेसरको जाँच गर्नुपर्छ, अनि त्यहाँ पछाडि डक्टरले दिएको औषधि नियमित खानुपर्छ, धुम्रपान नगर्ने, नुनको मात्रा कम गर्ने, नियमित व्यायाम गर्ने, मधुमेह अथवा ब्लड सुगर हाई छ भने सुगर र कोलेस्ट्रोललाई चाहिँ नियन्त्रणमा राख्नुपर्छ। उच्च रक्तचापको उपचार भनेको भविष्यको स्ट्रोक रोक्ने लगानी हो। अब कसैले भन्यो प्रेसरले हान्यो, तपाईलाई थाहा हुनेछ प्रेसरले प्रत्यक्ष हानेको होइन, बरु वर्षौंसम्म नियन्त्रण नभएको उच्च रक्तचापले मस्तिष्कका रक्तनलीमा क्षति पुर्याएर स्ट्रोक वा ब्रेन हेमोरेज निम्त्याएको हुनसक्छ भन्ने हजुरले बुझ्नुहुन्छ। र सबैभन्दा महत्त्वपूर्ण कुरा, स्ट्रोक भनेको एउटा मेडिकल इमर्जेन्सी हो। जति छिटो उपचार सुरु हुन्छ उति धेरै मस्तिष्क बचाउन सकिन्छ। यदि आजको भिडियोले तपाईँलाई नयाँ कुरा सिकायो भने यसलाई आफ्नो परिवारसँग अवश्य साझा गर्नुहोस्। सायद यही जानकारीले कुनै दिन कसैको जीवन पनि बचाउन सकिन्छ। म हुँ हजुरको डाक्टर मेरो साथी, र च्यानललाई सब्स्क्राइब र सेयर गर्नुहोला। धन्यवाद।